हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि सबैजनालाई स्वागत छ। सबैजना सन्चै आराम हुनुहुन्छ भन्ने पनि आशा राख्दछु। र यो भिडियो चाहिँ स्पेसली मेरो भ्युवर्सको लागि हो। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मलाई लाइक एन्ड सब्सक्राइब फलो गर्न नबिर्सनु होला। नयाँ नयाँ भिडियो तपाईँको म अगाडि ल्याउनेछु। र यो अहिले चाहिँ म रुममा छु। अब म चाहिँ रेडी हुन लागेको छु। अब यसो बाहिर घुम्न जानुको लागि म देखाउँछु मेरो रुममा के छ। मेरो रुम कस्तो हुने रहेछ त, दुबईमा रुम स्टाफ रुम कस्तो हुन्छ है त, दुबईको स्टाफ रुम कस्तो हुन्छ म तपाईँलाई देखाइदिन्छु। हाम्रो रुम चाहिँ एकदमै बवाल छ है, यताउति सबै मिलेको छ, त्यस्तो केही पनि छैन, राम्रो छ। होटल सानो ठिकको छ। सो म तपाईँलाई मेरो रुम देखाउँदैछु। यो चाहिँ हाम्रो रुम हो। यो रुम चाहिँ हाम्रो होटलले दिएको रुम हो है त। ठ्याक्क दुईजना हामी त्यसमा खाट जोडाएर सुत्ने हुन्छ, 3-4 मिल्छ सुत्नलाई। र यो चाहिँ अहिले नयाँ नयाँ दिएको रुम हो हामीलाई। पहिला चाहिँ हामी बेड-स्पेसमै सुत्थ्यौँ भने यो चाहिँ हामीलाई नयाँ रुम दिएको। र यस्तो छ, हामी भर्खर सिफ्ट भएको। सो देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूले कस्तो कस्तो रहेछ। यहाँ चाहिँ पङ्खा छ। अब यो यस्तो छ। अब हेरौँ कति दिनको लागि मैले नेपालबाट करेन्ट चार्जर ल्याएको थिएँ, यो पनि मसँग छ। र यही हो हाम्रो रुम। अनि चाहिँ मेरो टोपी झरेको रहेछ। हामी पनि भर्खर हिजो सिफ्ट भएको रुममा। सो नयाँ नयाँ हो हामी पनि। हेरौँ कति दिनको लागि दिन्छ है त यो रुम। सो यही हो हाम्रो है, पङ्खा पनि चाहिँ सबै ट्याक्क सबै मिलेको छ। के हो कसो होइन, कति दिनको लागि दिँदैछ के हो त्यो त केही थाहा छैन। अब हामीलाई चाहिँ अब हिजो होटलबाट मेसेज आएको थियो कि तपाईँहरू यो होटलमा जानुपर्छ भनेर, त्यही भएर हामी यहाँ आएको छु। सो यही हो मेरो रुमको इन्टेरियर फाइनली है त। यदि भिडियो राम्रो लाग्यो हस्त धन्यवाद। यदि तपाईँहरूको रुम पनि दुबईमा कस्तो छ मलाई लाइक एन्ड कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद। चाहिँ मोबाइल प्याक गरिसकेको छु। अनि यो चाहिँ मेरो झोला हो, इयरफोन्सहरू पनि सबै। अनि यो चाहिँ हाम्रो रुम। यो मेरो टोपी चाहिँ झरेको रहेछ। म चाहिँ यहाँ हिजो बसेको थिएँ र अब म चाहिँ बाहिर कामको लागि जानुपर्छ, ड्युटी जानु बेला भइसक्यो। चाहिँ हाम्रो रुम हो है। त्यो डबल बेडको छ, राम्रो छ रुमहरू पनि, यताउति परि सबै ठिकै छ। यतिको रुम पाउनु भनेको बहुत राम्रो हो। अनि सबै चिजको व्यवस्था छ, यताउति चाहिँ के छैन। यहाँ चाहिँ मेरो जुत्ता छ, टेबल छ। अनि यो चाहिँ हाम्रो रुमको चाबी भइहाल्यो। गर्दाखेरि चाहिँ सबै ठिकै छ है त।